यलय मंगल दुगो बन्दा केवे सारंगी बाजल से लोक बाज या प्रस्तुति यागुदु प्रोजेक्ट सारंगी फाउन्डेसन गोसाले शनिबार सारंगी बाजल से लोक बाज नेबगु ख ज्याजोले नेमो बोमितेस सारंगी बाज थाना क्यंगु ख शुभेच्छा व्यक्त गर्न चाहन्छु र यो सारंगी हाम्रो जनजीवनबाट निस्केको मिठो धुन त्यसको एउटा महत्त्वपूर्ण साधन हो भन्ने मलाई लाग्छ। हाम्रो लोक संगीतमा हाम्रो लोक भाकामा सारंगीको आफ्नै मौलिक पहिचान छ। हाम्रो सोच सारंगीलाई त्यति धेरै माया गर्ने सोच हाम्रो होइन। अलिकति हामीले सारंगी बजाउनेहरूलाई अर्कै सोचले हामी लिने गर्थ्यौं। त्यसो होइन, हाम्रो जीवनको एउटा महत्त्वपूर्ण पात्रको रूपमा हाम्रो गीत छ, संगीत छ, साहित्य छ र सारंगी त्यसको लागि महत्त्वपूर्ण माध्यम हो भन्ने मलाई लाग्छ। र आज सारंगीको प्रशिक्षण अत्यन्तै राम्रो ढङ्गले हाम्रो प्रोजेक्ट सारंगी फाउन्डेसनले गरिरहेको छ। म यसका संयोजक हाम्रो सुजन बज्राचार्यजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो टिमले जसरी सारंगीको प्रवर्धनको लागि काम गरिरहेको छ र कुटुम्ब हाम्रो माटोबाट बनाएको ब्यान्ड र आज हामीलाई यसरी मन्त्रमुग्ध हुने गरेर उहाँले सङ्गीतको धुनले हामीलाई
पसिरहनु भएको छ। म कुटुम्बलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो पहिचान भनेको यही सङ्गीत, यही साहित्य र यही लोकधुनले छ। लोकधुन भनेको हाम्रो मनमस्तिष्कले जन्माएको त्यो धुन हो, अत्यन्तै मन्टमुट्ट बनाइरहेको छ। म सबैलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। अथे कुटुम्ब ब्यान्य पुचल सारङ्गी बाजय बाख कङ्गो खसा साङ्गीतिक प्रस्तुति न यागु ख पीडाको गीतहरू बजाउन सुन्न रमाइलो हुन्छ भन्ने एक धारणा थियो। हामीलाई चाहिँ त्यो पर्सेप्सन चाहिँ हाम्रो चेन्ज गर्नु थियो। र जबदेखि हामीले चाहिँ काम सुरु गऱ्यौँ, हामीले चाहिँ के भन्यो भने सारङ्गी कुनामा बसेर बजाइँदैन, मेचमा पनि बसेर बजाइँदैन। यसलाई चाहिँ उभिएर सुरुमा किरणले स्ट्यान्डमा राखेर बजायो, त्यसपछि अहिले चाहिँ भिडेर बजाइरहेछ। र यसरी नै हो हामीले चाहिँ कार्यक्रम गर्दा गर्दै मान्छेलाई चाहिँ इन्फ्लुएन्स गर्ने, कसरी चाहिँ अगाडि बढाउन सकिन्छ। धेरै मान्छेले चाहिँ सारङ्गीको नाममा चाहिँ धेरै कामहरू गरे, धेरै प्रोजेक्टहरू लिएर आयो। तर अहिले विशेष प्रोजेक्ट सारङ्गीले चाहिँ जुन एउटा चाहिँ काम गरेको छ, यो पैसा मात्र होइन, मनैबाट चाहिँ भइरहेछ। ज्याजोले सोङ्गो दाफा खलन थथगो प्रस्तुति बिउगो ख